हेलो गाइज, हजुरलाई हाम्रो पनि ब्लगमा स्वागत छ। आज हामीहरू गोदावरीको पुलमा आएका छौँ अनि अहिले हामीहरू त्यो मन्दिर जाँदैछौँ। गाइज हेर्नु होला, यिनीहरू मेरो साथी हुन्। गाइज उता मन्दिर छ, तपाईँलाई पनि देखाउँदैछु। हिँड्यो गाइज। अनि मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। अनि हामी खोलाको किनारै हुँदै मन्दिरतिर पुग्दैछौँ। गाइज हेर्नु गाइज, उता पुल छ गोदावरीको। अनि यो पुरानो भवन हो गाइज, विद्यालय हो। अनि हामीहरू यहाँ बोल्दै एक दुसरासँग बोल्दै जाँदैछौँ गाइज। अनि तपाईँहरू जुनसुकै देश विदेशदेखि हेर्दै हुनुहुन्छ भने कमेन्टमा लेखेर भनिदिनु होला भन्दै। अनि हेर्नु गाइज, यो कुल नदी हो। यहाँ यिनीहरू पागल भएको छन्, ढुङ्गा नदीमा हान्दैछन् गाइज। अनि यहाँनिर मन्दिर छ गाइज, ऊ हेर्नु। ए आइज ए। अनि गाइज हामी मन्दिरको वहाँनिर पुग्दैछौँ। अब हेर्नु होला, आज यो भाइको बर्थडे हुनाले हामीहरूलाई घुमाउनको लागि यता ल्याएको गाइज। हामी अहिले हेर्नु गाइज, हामी कसरी जाँदैछौँ कष्ट गरेर। अहिले जाँदैछौँ गाइज। डाँगाहरू गोदावरीको। तेरो त सब दुख्दै हो। धेरै नबोल त। यो ड्याडी होइन, यो भिडियो तेरो ड्याडीको जान्छ होइन। अनि तेरो यस्तो धुलाई गर्छन् हेर्नु। अनि हेर्नु गाइज, यता नुहाउँदै छन्। अनि हामीहरू यो त पागल भएर खतरा गाना मिलाउँदैछ। साला मुझी लाज लाग्दैन? पागलका हरकत चालू भइसक्यो गाइज यिनीहरूका। ए आइजाऊ। ल केही भन् त दीपक। आइस भाइ, तँ त टप भन्ने भन्ना छिन् 1000 रुपियाँ। उही दिन त धेरै भन्ना छि। मेरो आइडीमा हाम ती चलाउँला मेरो आइडी। कहाँ
त्यही माछ 5 रुपियाँको मसला यो दिपक अरूले हामीले रुपियाँ थाम्छ कि यार तर जात्रामा यस्तो रुल हुन्न ल उही माछ यो ढुङ्गामा यस्तै हान्नुपर्छ घनले हान्नु अब कपडाहरू धेरै आउनु लाग्यो यार यहाँ यास भाइ पुगिसक्यो अब नाटक नगर त रोक्नु दाइ माछा मार्नुपर्छ कि आज आइज हो कि नै दिपक यार दोली छेकेर माछा मारौँ भने गाइज हामी फाइनली पुगिसक्यौँ हेर्नु गाइज यो पहाडको टार हो गाइज पहाडमा जाने पहाडको टार होइन यो पहाडदेखि यता उताको गाइजहरू त्यहाँ पाहाड जाने बाटो भन्नु अनि गाइजहरू त्यहाँ पहाड जाने बाटो हो एडिट गरेँ मैले डल्ली छेकेर माछा कसरी मार्छु डल्ली नै म आमा खुट्टा उ भइगयो के गर्ने हो जाने त्यति थोरै छ के गर्ने भन नै नै त्यही साइड हो सायद उने त्यही साइड हो सायद उने ओ पोलिनेमा त्यही साइड हो यसो यसो आइज यही साइड हो यही साइड होइन क्या मलाई के थाहा यार त्यो त बाल मात्र काटेको छ नरेल पनि हुनसक्छ किन नकाट्टा अनि पोलेको दाउरा खाउरा अनि धुप्ती त छन् है सुनसान घाटमा आइरहेका छौँ गाई माछाले ढुङ्गामा नदेको पोलेर के गर्छन् अनि यहाँ हेर्नु गाई चाहिँ बान्दर के गर्छन् पोलेपछि कहाँ खड्याउँछन् ओ बानर ए दिपक ए जाने यसो त्यहाँनिर नजाऊ जान जा मलाई थोर्न थाहा छ यहाँ यस्तो हुन्छ भनेर अब यहाँ म बाटो कहाँ छ आइस भाइ उता छ सिँढी मुनि छ सिँढी आयुष भाइले भन्यो यहीँदेखि आउँछ मान्छे खड्याउँछन् देख्न लाग्छ नि कहाँ यस्तो ढुङ्गा पुरा पोलेपछि खड्याउँछ खड्डाउनु है खड्याउँछन् भने बच्चालाई खड्डाउनु पोलिसकेपछि क्या राम्रोसँग बोला है यिनीहरू मान्छेहरू त यहाँ हर्दैन नाच्छन् उनलाई त के हुन्न चाहिँ उहाँ हेर्नु आफै हेर्न मान्छे अन्त बाला नि आइज मन्दिर छ तल हो कि नै अनि मसला भगवान् हाम्रो साथ जय भगवान् हाम्रो साथ दिनु है फाइनली गाइज पुग्यौँ मन्दिरमा कहाँ छ आयुष भाइ यहाँ मलाई मान्छे आउनुहुन्छ उनलाई त के भयो हो कि नै आगो पनि ताप्या हुन्छन् कोही कोहीले त हेर्नु गाइस डाँगाको माथि बनाएको छ मन्दिर देखिन अझ जानै पर्ने वहीँ हो के चुप्लाक चुप्लाक भाइ मा कसम तिमी अरे म सुनिल भाइले ल्याउने थियो हनुमान चालिसा गाउँथ्यो उनीहरू त कसरी आयो त सिँढी छ भने त
मेरो विश्वास मान्दैन कि गयौँ भनेको ऊ एक्चुली तँ त गएन भन्ना छु हर्रा गयौँ भन्ने हो अनि गाइज हामी फाइनली पुगिसक्यौँ हेर्नु गाइज यहाँ मन्दिर पनि छन् मङ्की अनि यो गाइज सिँढी हो मन्दिरमा प्रवेश गर्नलाई सिडी लगाएको छ गाइस मुजुमा गएपछि दाना हाल्छु मुजु दाना 10-20 रुपैयाँ ल्यान त आइसु है दिपक छ दिपक तेरा पैसा छ पैसा ए मुजी आफ्नो बारे देन छैन चेन्ज 1000 हालिदियो के कति लाग्यो सरस चढाउनु परेको 1000 हालिदिउँ त तेरो यार चेन्ज छैन आउने फेरि यहाँ आउला है ए हामी 3 का तर बाटा हाल्दियो नि त 100 रुपैयाँ त 1000 रुपैयाँ अनि के हिँडेर जानु बोल्ने हो गाइस फाइनली 100 रुपैयाँ होला त होला हामी पुगिसक्यौँ जुत्ता जुत्ता पनि खुल्टाको हो यार जुत्ता खोल्ला होला नै मा खतरा गर्छ नि वाइफाई होला वाइफाई जय माताजी जय माताजी हेर्नु गाइस पुगिसक्यौँ उता भाग्य बिहे गराउँछ तेरो यो डाँगा यो पानी बाटो आइसपाइ पार्छ नि उमा लाली गुराँस कहाँ छ हेर्नु गाइस ऊ होइन पागल हेर पनि वाइफाई होला त डाटा कसलाई जाने होला फाइनली गाइस पुगेर यहाँ भगवान्लाई पनि देखाउँदैछु हेर्नु गाइस के भगवान् यहाँ शादी गराउँछ हामी आउनेदेखि शादी गराउन लाग्छ पहिला यहाँनिर बान्दरहरू पनि छन् जय हनुमान नमस्ते बानर हनुमान भगवान् उतै छ जय हनुमान पर पुल देख्यो होला सिसिटिभी क्यामेरा हेर ओमा बान सिसिटिभी क्यामेरा हेर हट यिनी बान्दरहरू मेरो मोबाइल खोजेर लैजान्न यार लगियो छि बा चल रुखमा भगवानहरू छन् हेर्नु गाइस ल मेरो भ्लग यतै समाप्त भयो मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला त्यही भन्दै सबैलाई म बाई भन्दै गुड बाई है